लगाउनुभयो शुभ लगाउनुभयो तारा ताली मार मङ्गलम भगवान विष्णु मङ्गलम माला लाग्यो मङ्गलम भगवान विष्णु मङ्गलम गड अध्वज मङ्गलम कोटि राक्ष मङ्गलम पंजो हरे अब गोडा धुने यहाँ छ है चामल गोडा गोडा अब यो टिका लगाइदियोस् टिका गोडा गोडा मैले हजुर काली मैले भिडियो गर्दैछु उहिले दरकार पर्दा दिनु एउटा एउटा दिनु तपाईँले क्यामेरा लिन्छ हुन्छ टन्नै ठुलो टन्नै जति खाऊ अब ऊ त्यो सेतो अझै अलिअलि पूजा गरेर दुईजना एकैचोटि थोरै अझै त थोरै समात अब टिका लगाइदेऊ यहाँ छ अझै त थोरै थोरै लगाउनु टोपी लगाएर टोपी लगाउँदैन अब पैसा सिका झेक्नु पर्छ पैसा पर्छ दाहिने हातले राख बिस्तारै उता जाला पानी धेरै बिस्तारै 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 छोरी यसो हात पुछ पहिला हात धोइसक्यो ल पानी अचाउ ल बिस्तारै गर बिस्तारै ल अब खाऊ ल बो दुईजना पूजा टिका लगाइदेऊ फटाफट मैले भनेर नपर्छ पाउनु पाउनु एकछिन लगाइदिनु न ठिकै लाग्दैन टिकट टक्क लगाइदिनु छोरीलाई तपाईँ किन जान हतार हो किन बस्नुपर्छ त्यो बहिनीको मिटमा यहाँ छ ठुलो टिका लान्छ अब टिका पानी पोखेर धुमधाम गरे साइँले लडाउने विचार गरे अब पानी तपाईँ टिका लान्छ के भयो त तल जानु भएको Sinter daddy bus. एकैचोटि गर्नु पर्ने
भन्दा पछि घरमा मात्रै पाइने खाना अब भन्नु त भन्नेहरूभन्दा चाहिँ यो उहाँहरूभन्दा चाहिँ अगाडि भन्नेहरू पछाडि तपाईँको म भन्दा पछाडि पछाडिको पछाडिका चाहियो अरे क्या त्यो राख्नु दिएको थियो मलाई बेलानको बेला म जान्छु ल्याऊ अर्को हो नि जुत्ता गाईहरुको भाँच्नु नभयो बच्चा पाला नि भाँच्नु नभयो किन भाग खोइ त सानो दिदीले गर्नु पर्छ कहाँ गयो दिदी पहिले कहाँ आउनु न भइसक्यो त दाइ नै दिदी अब भाइले गर्छ कति पहिला अब हाम्रो भन्दा पछाडि मान्छे भए पछाडि कहाँ अगाडि नै लाउनु पाइयो मिल्दैन तालमी तालमी जम्मै चाहिँ दिनु पर्यो आई खुट्टा चुराउनु न त गरे ज्वाइको खुट्टा चुराउनु हात मात्रै धुन्थ्यो ठ्याक्कै चक्कानिर बसेपछि बोलेको त्यही भएर मैले के भने बेबी के गरेको बेबी तिम्रो हेयरकट त डेन्जर रहेछ त मैले त हुँदैन म त पैसा ए अलि गाउँमा खानुपर्छ ए खायो त हो ठिक ठिक इन्डियाबाट आएर अलिक धेरै इन्डियाबाट अलिक धेरै खाएँ नेपालको होइन यो त इन्डियाको हो त है इन्सपेक्टर साहबलाई अब के हो सिकाउनु पर्ने अलिक ओठा राख्नु बाबा हातबाटै गर्नु भिडियो गर्दा खान्छ भिडियो गरिस् बेहुला बेहुला दुइटै आउने गर्ने फेरि टिका हाल्नु टिका लगाइदिन्छ ए बाजा कहाँ भन्नु बाबा मुख धराउनु ए मामाको त्यहाँ खाएर राख्नु पर्ने यसो गरिसक्नु आमा खोइ त
यही एउटा झिक्छ नि त्यही एउटा भयो दिदी हजुरले त आउनु त म भिडियो रोक्यो यो मामाले गएर हेर्नु छैन निर्जु उता गएर मुख धोएर आइस न गइसक्छ ल काले ओइ जसले जे हुन्छ नि त्यही गर्ने म बेहुलीको दाइ बडो सडो यसको ठुलामाको छोरा हो इन्डियन मेरो ठुलो छ तपाईँको कता इन्डियन नेपाली बोल्ने एरियामै हुनुहुन्छ नेपाली बोल्ने एरियामै हुन्छ खोइ हाम्रो पाले आउँदा यो कताबाट झापाबाट नजिक कहाँ आसामको पर्यो है त्यसो यस्तै हो आज कष्ट गर्नुपर्छ बङ्गाल उता बजाउनु न लिएको थियो मेरो छोराको बिहामा त्यस्तै लिएको पानी हाल्दैछ न अझै भिडियो सिडियो बन्दैन दिदी आएर अलिक पछाडि बस्नु पर्यो नि किन खिच्दैन भनेर अलिक बस्नुहुन्छ देख्दैन कि दाइ अगाडि बसेर What happened? What happened? यसको निकाल्दिनु एउटा अब त्यसले हुन्छ नि त खुट्टा जनकमा आउनु लाउ आऊ अलि वर सार्नु किन बाले पानी लिएर आउँछु अब त हुन्छ
भान्जो इधर हेर इधर बेबी आओ त्यो फाल्देऊ न के बोक्यो तिमीले नानी खोइ नानी मासु भात खान गइछि हैन होला तरकारी छोरा हजुरले खाइस्यो खाइछि ओके देवी खुट्टा धुने हैन हुन्छ बेबी के गरे ब्याड बन्ने नि कान्छो आन्टीलाई बोलाएर आउँछु छिट्टो आइसो अरे फास्ट भन बेबी आउन ल सिरो सिरो अन्जुलाई बोलाउनु अरूलाई बेर भइरहेको छ यहाँ के को तैँले ठिक लाउन सबै उसान लाग्यो हाम्रै आयो रोको जरा सबर करो त्यहाँबाट थियो त म फ्यान भएर सबैलाई हावा दिन लागिसक्यो गरिब भएछ उस्तै पालो आउँदैन उस्तै भिडियो बनाउनु परेको उस्तै सानदेवीले के गर्नु यति बेला नआउँथ्यो के खान ढिलावर भने अरूलाई यो भिडियो सबै सुल्टेड पछि पछि मेरो पछि तेरो धुनु लाउँ पहिल्यै धुनु केही हुँदैन अगाडि
भिडियो नबनाइकन भिडियो चाहिँ भिडियो डिलिट होला हुन्छ सुन्ने दादा स्यामेको पछि के ठुल्बा हेरेर बस्नु है पस्न नदिनु है अरूलाई भुरो पानी पुइ गर अब के गर्छ त सिकाउनु नि पर्यो के गरे बिबी त्यो पर्दैन हो पर्दैन भयो भयो बस्ने बिबी पक्रिया अर्कै छ क्या ठुलो पक्रिया अब यता भइसक्यो पाल खाऊ दिजुको तल बस सानो हो अब दिजुको गरिस दिदीको चाहिँ होइन पानी दिसो ओहो भाइले के पानी खा हो कि तँ के अरे बाबु उसको लुगा भिजिसक्यो नाजुलाई हेर्छ न यसले कोडै लाउँछ भयो क्या भयो अलमल मात्रै भयो नाजुलाई दिसो पानी छैन दर्शन भनिसो पहिला ढिला भइसक्यो खै दर्शन जाऊ तिमी जाऊ भुरो रोयो छोड्देऊ गर्न छिरेर खै सोध्छ एउटा अब भुरो रोइसक्यो यहाँ यसको खिचिन्छ नि यहाँले किन श्याम चल्यो न ढिला भयो अलि गइसक्यो नि श्यामे लाउँछ नि पढ्नु नानी म भनिएको है त छिटो छिटो झोला ल्याउ त नानी श्याम हाम्रो के छ बच्चा सच्चा रोग छैन के भयो त त्यति गरेर गर्दै हामी गर्नु गर्नु भनेको गर्नु पैसा आउँछ भाइ कति कुरो भएछ मैले गोरै थिएँ हजुरआमा जाने होइन पहिले दिनुपर्छ अझ उहाँलाई त हाम्रो आमालाई पछि
फलो गरेर अब बहिनीलाई नि हो न एकचोटि सजिलो हुन्छ क्या यसलाई त गहुवार बसेर नि भतिज त्यस्तै छ अङ्कललाई फेरि मुख छाडिहाल्यो सबैतिर आफ्नै आफ्नो त हुँदैन कि यतै आफ्नो एउटा सम्झिने चाहिने सबै छ होइन गर खाटमा एकपल्ट ढल्केर अनि तल अनि पालाउँछ अब गइहाल्ला क्या अब पछाडि सबै बसिसक्यो तम्सेर हो र काठमाडौँ बस्छ बेला भइरहेको पालो आइरहेको अन्जला बोलाइदिनु त भाउजू यो रोक्ने भएन भने पानी सिद्धिन लाग्यो कहाँ गइसक्यो तिमीले ल्यायौ त माथिबाट के त्यही हुन्छ होइन बुइले ल्याउनुहुन्छ बुझिरहेछौ कुन दिन्छ यिनीहरूको मैले मेरो सिधै भाइहरूको बाँकी होला म अगाडि बसिरहेको
पानी छ त यसमा छ दुईटैमा छ त हो ठिक छ राख त यहाँ पानी गई बक्सेन लड्नु होला म समात्छु लड्नु होला है लड्नु गाह्रो दादा लाउनेकै बनायो के उभिन्डो हेर्नु त यो अलि मोड खबडा आँगनमा परेर जाँदा पोराबनीको कसो पालो सबैको पालो दानदातीले त्यतिकै गरिदिएर अहिले सकेको त हुन्थ्यो लाइन गर्नु पर्छ त्यति कस्तो ज्ञान कुराहरू भयो उनीहरूलाई खै मान सम्मान गर्छ त्यसका मुनिबाट चाहिँ पुग्दिन हो मामा चाहिँ मुनिबाटै पुग्नुहुन्छ कि पानी सिधै
लौ नै लौ यहाँ आफ्नो आफ्नो भागमा यसरी तीन हातले तीनटा अम्लाले समात्नु तीनटा अम्लाले समात्नु बाबुले दही समाउनु न अनि फाइदा नि एकैदा भान्जालाई मेकअप गरेर थिएन अहिले त क्या सेतो भएर हेर्न पोजिनु लिपस्टिक चाहिन्छ हजुरबालाई चाहिँ बोलाएर टिका लाउने नमस्कार गर्ने गरेको बोलाइदिनु हजुरबालाई दुलाको दाइलाई पनि गर्ने गराइदिनुहोस् किनकि आनन्द हुन्छ होइन आज त यस्तो धुवाँहरू देख्न पर्दैन छाता छाता अरू सामान छ
है